स्वास्थ्य सबभन्दा ठुलो उपहार हो, सन्तोष सबभन्दा ठुलो धन हो र विश्वास सबभन्दा राम्रो सम्बन्ध हो। जे बितेर गयो त्यसमा शोक नगर्नुहोस्, भविष्यको बारेमा सोच्न पनि बन्द गर्नुहोस्, केवल वर्तमानमा जीवन जिउनुहोस्। तपाईभित्र नै शक्तिको वास हुन्छ, तसर्थ यसलाई बाहिर नखोज्नुहोस्। घृणालाई घृणाले कहिले पनि मेटिँदैन, घृणा प्रेमले मेटिन्छ, यो शाश्वत सत्य हो। आफ्नो क्षमता अनुसार काम गर्नुहोस्, अरूमा निर्भर नहुनुहोस्। अनुशासनहीन मनभन्दा उदण्ड केही पनि हुँदैन र अनुशासित मनभन्दा आज्ञाकारी केही पनि हुन सक्दैन। तपाईलाई तपाईँ बाहेक कसैले पनि बचाउन सक्दैन। तपाईँ आफ्नो बाटोमा आफै चल्नुपर्छ। तपाईले पुरा ब्रह्माण्डमा गएर खोज्नुहोस् कि तपाईलाई सबभन्दा धेरै प्रेम